घर चाहिँ मेरो महोत्तरी गौशाला वार्ड नम्बर 5 मा म मिटर ब्याजी पीडित व्यक्ति हुँ। मलाई चाहिँ हजुरको 71 साल 1 महिना यसै 7 गतेतिर सुरेश कुमार जलानको नाउँमा जलेश्वर घर चाहिँ सुरेश कुमार जलानको चाहिँ घर चाहिँ जलेश्वर रहेछ। उसँग मैले 20 लाख रुपैयाँ लिएर सुरेश कुमार जलानको नाउँमा 1.25 कट्ठा जति जग्गा उहाँको नाउँमा पास गरिदिएँ। 20 लाख रुपैयाँ लिएँ। मैले 1 करोड 5 लाखमा किनेको जग्गा, मलाई 20 लाख रुपैयाँ नपुग भएपछि त्यो जग्गा उसँग 20 लाख रुपैयाँ लिएर उसको सुरेश कुमार जलानको नाउँमा चाहिँ मैले पास गरिदिएँ। पास गरिसकेपछि 71 साल 1 महिना यस्तै 7 गतेतिर त उहाँले 74 सालमा फेरि मलाई पैसा माग्दाखेरि मैले 10 लाख रुपैयाँ फर्काएको पनि छु हैन। 10 लाख फर्काएँ। उहाँले फेरि 77 सालतिर उहाँले फोन गर्नुभयो कि राजारामजी मलाई पैसाको खाँचो छ, तपाईँ मलाई पैसा दिनु, तपाईँ आफ्नो जग्गा फर्काउनुहोस् भनेर भन्नुभयो सुरेश कुमार जलानले। म भने कि मलाई 1 महिनाको टाइम चाहियो। 1 महिनाको उहाँसँग टाइम लिएर 1 महिना भित्रैमा चाहिँ मैले आफ्नो पैसा व्यवस्था गरेँ। उहाँसँग मैले सोधेँ कि तपाईँको पैसा कति भयो, कति हिसाब आउँछ? उहाँले भने कि चाहिँ 50 लाख रुपैयाँ हिसाब आउँछ भनेर भन्यो। त 50 लाखको व्यवस्था मैले गरेँ। 50 लाखको व्यवस्था गरेपछि उहाँले अब 30 गतेतिर पास गरिदिन्छु भनेर भन्नुभयो हैन। 30 गतेतिर पास गर्छु भनेर भन्नुभयो। 10 दिनको समय लिनुभयो। म भने पैसा रेडी भइसकेपछि ढिलो नगरौँ भनेर भने उहाँलाई। तर उहाँले भनेको चाहिँ हैन 10 गते भन्दा माने 30 गते भन्दा यतातिर म पास गर्नु सक्दिनँ भनेर भन्नुभयो। हामी माने। तर 30 गते पुगिसकेपछि फेरि उहाँलाई मैले कल गर्दाखेरि उहाँले के भन्नुभयो भनेदेखि मेरो छोरा यहाँ छैन, बाहिर गएको छ हैन, बाहिर गएको छ। छोराले सुरेश कुमार जलानले के भन्यो, मेरो छोरा 30 गते मैले फोन गर्दाखेरि सुरेश कुमार जलानले भनेको छ मेरो छोरा बाहिर गएको छ, छोरा आएपछि अनि फेरि तपाईँलाई समय दिउँला भनेर भन्नुभयो। अनि त्यहाँबाट म काठमाडौँ आएँ। दुईजना काठमाडौँ आएर सुरेश कुमार जलानसँग भेटेँ। उहाँको कारखानामा गएर भेटेपछि उहाँले 21 दिनको टाइम लियो। फेरि थपमा 21 दिनको टाइम लियो कि अब 21 गते पास गर्छु भनेर भन्नुभयो। त्यति भनेपछि हामीले भने कि चाहिँ हामी त मर्कामा पर्छौँ भन्दाखेरि तपाईँ मर्कामा पर्नु नपर्नु 21 गते भन्दा यतातिर तपाईँको जग्गा फिर्ता गर्दिनँ भनेर भन्नुभयो। त ठिकै छ, अब उहाँको नाउँमा जग्गा मैले पास गराएको मैले त अब मान्नै पर्यो, अब उहाँको कुरा त गर्नै पर्यो। 21 गते ठ्याक्कै तपाईँको फेरि 77 साल 10 महिना 21 गतेको उहाँले टाइम दिनुभयो। टाइम दिएपछि मैले त्यही मानिसकेपछि ल ठिकै छ 21 गते फेरि हामीले जलेश्वर गयौँ। जलेश्वर गएर उहाँले मलाई 10 बजे आइपुग्नु भन्यो। 10 बजे त्यहाँ पुगेपछि उहाँले के भन्यो भनेदेखि फोन लाउँदा फोनै नउठाउने मोटामोटी 11:30 बजेतिर उहाँले कल उठाउनु भयो। उठाएपछि मैले भनेको चाहिँ हामी आएर तपाईँको घर आएर बसिरहेको छु जलेश्वर, तपाईँ कति छिटो आएर पास गरिदिनु पऱ्यो भन्दाखेरि म आज पास गरिदिन्छु भनेपछि पास गर्छु भनेर भन्नुभयो। तर आज भ्याएन, आज तिमीले पास गराउनु सकेन भने तिम्रो जग्गा म फिर्ता गर्दिनँ भनेर भन्नुभयो सुरेश कुमार जलानले। म भने हामी पैसा बोकेर आएको छु, तपाईँको आफ्नो पैसा लिनु, मेरो जग्गा फिर्ता गरिदिनु भनेर भनेको। हुन्छ भन्दा तपाईँको लगभग 12 बजिसक्यो। त्यो पनि भेटघाट भएर फोन लगाइरहेको छु म। अनि जलेश्वर उद्योग वाणिज्य सङ्घमा गएँ। जलेश्वर उद्योग वाणिज्य सङ्घमा किन गएँ कि म त्यहाँको मान्छेले दामा गर्नु थाल्यो सुरेश कुमार जलानले। अनि म पहिला पनि गौशाला उद्योग वाणिज्य सङ्घको अध्यक्ष भएको मान्छे, अब सहारा कोहीसँग लिनु पऱ्यो भन्दाखेरि जलेश्वरै उद्योग वाणिज्य सङ्घमा गएर अध्यक्षहरूसँग सहारा लिँदाखेरि सहारा लिएपछि अनि लभ राधा निरी अनि राजु जलेश्वरका राजु महासङ्घको सदस्य भएको व्यक्ति, उहाँसँग पनि भेटघाट गरी किसी सुरेश कुमार जलानले आज फिर्ता गरे पनि गर्यो, न त भोलि फिर्तै गर्दिनँ भनेर भनिरहेछ। अनि लभ राधा निरी गई। त्यो दिन शपथ ग्रहण थियो लभ राधाको, जलेश्वर उद्योग वाणिज्य सङ्घको शपथ ग्रहण थियो त्यही दिन। त्यहाँ गएर भेट्दाखेरि उहाँले मान्छे पठाइदियो रजिस्ट्रेसन फारममा उसले सबै लेखापरी गर्यो। अनि मलाई के भन्यो भनेदेखि तिमीले चाहिँ अब जग्गा ल खातामा मेरो पैसा हालेर आऊ भनेर भन्यो। खातामा पैसा हालेर आऊ, तिम्रो जग्गा लेखापरी भइसक्यो भनेर फारममा चाहिँ पुरा लेखापरी गरेर मलाई ब्याङ्कमा खातामा चाहिँ पैसा हाल्नु पठाएको।
खातामा पैसा त्यो त्यतिखेर शिवशङ्कर चौधरी पनि थियो, शिवचन्द्र चौधरीहरू पनि थियो। ल बैङ्क खोलाएर खातामा पैसा हालिदिनु पऱ्यो भनेर भन्यो। यहाँ हेर्नुहोस् हामीले चाहिँ अब यहाँ हेर्नुहोस् यो 10 लाख रुपैयाँ उहाँलाई हामीले फर्काएको पनि यहाँ छ। यहाँ 10 लाख रुपैयाँ फर्काएको, 20 लाख रुपैयाँ लोन लिएको उहाँसँग होइन। यस्ता कागजहरू मैले राखिरहेको छु होइन। तर त्यहाँ गएर अब उसले जलेश्वर उद्योग ब्याङ्क सङ्घको लभ राजाले पनि त्यतिखेर सहयोग गर्यो कि छैन उहाँ तपाईँको जग्गा उहाँले सुरेश मारेलाई फोन गर्यो। फोन गरेपछि सुरेश मारेले भनेपछि वास्तवमा राजाराम गिरीको जग्गा फर्काउनु पर्ने छ, आज फर्काइदिन्छु भनेर भन्यो। त्यतिखेर तपाईँको लगभग तपाईँको 4:30 बजिसकेको थियो। 4:30 बजेसम्म 5 बजेसम्म मालपोत खुल्ने हो। उ 4:30 बजेतिर मलाई फेरि उसलाई फोन गरेर भन्यो के भन्छ, लभ राजा जलेश्वरको उद्योग ब्याङ्क सङ्घको अध्यक्षलाई भन्यो कि राजाराम गिरी त्यहीँ छ भने उसलाई पठाइदेऊ मालपोतमा। मालपोतमा हामी गयौँ, हाम्रो श्रीमतीको नाउँमा अब फर्काउने भनेर भन्यो। हाम्रो श्रीमतीको नाउँमा फटाफट यो कागज लेखायो। कागज लेखाइसकेपछि अनि लेखाइसकेपछि ल मेरो खातामा अब पैसा हालेर आऊ भन्दाखेरि खातामा पनि गएँ पैसा हाल्नु होइन। खातामा पनि पैसा हाल्नु गएपछि त्यो ब्याङ्कमा अब भाउचर साउचर सबै भरिसकेको थिएँ। भरेर अब लास्टमा गएर अब चेक जम्मा गर्नुपर्ने। अनि त्यतिखेर बैङ्कमै आएर यसले तपाईँको सुरेश कुमार जलान अनि राजेन्द्र महतोको एउटा ज्वाइँ छ महतरीको सल्लैमा घर छ, उसको अजय शाह भन्ने, उसको दबाई पसल रहेछ ऊ। अनि सुरेश कुमार जलानको भतिजो सुरेश कुमार जलान ब्याङ्कमै गएर हामीलाई त्यो म्यानेजरलाई थर्कायो कि चाहिँ मलाई नसोधिकन मेरो खातामा पैसा हाल्ने को हो त भनेर म्यानेजरलाई पनि थर्कायो। त मैले भने कि तपाईँले भनिरहेको छ आज पैसा हाल्यो भने तिम्रो जग्गा फर्काउँछु, आज हालेन भने तिम्रो जग्गा फर्काउँदिनँ भनेर भनेपछि म जबरजस्ती भने म्यानेजरलाई भने कि चाहिँ तपाईँ मेरो यो उहाँको खातामा सुरेश कुमार जलानको खातामा यो पैसा हालिदिनु भनेर भनेको उसलाई। भन्दाखेरि सुरेश कुमार जलानले के भन्यो मलाई, तिमीले मेरो खातामा पैसा हाल्ने बित्तिकै त्यो पैसा पनि तिमीले फर्काउँदिन, 55 लाख रुपैयाँ 50 लाखमा कुरा भएको। अनि मेरो हिसाब 50 लाख रुपैयाँ आइरहेछ, हिसाब जोड्दाखेरि पहिला सुरुमा भन्यो। अनि पछिबाट उसले फेरि के भन्यो, मेरो 5 लाख रुपैयाँ हिसाब छुट्यो त 55 लाख रुपैयाँ मेरो हिसाब निस्किन्छ। मैले 55 लाखको चेक काट्दिएँ उसलाई। ब्याङ्कमा गएँ उसको खातामा पैसा हाल्नुलाई। खातामा पैसा हाल्नु गएपछि उसले चाहिँ ब्याङ्कमा गएर म्यानेजरलाई पनि थर्कायो, हामीले पनि थर्कायो। म्यानेजर ती ब्याङ्कमा चाहिँ तपाईँको पछरा पछरी पनि भयो मसँग र सुरेश कुमार दलालसँग। ब्याङ्कमा मेरो चेक पनि खोस्यो, भाउचर पनि खोस्यो। अनि पछरा पछरी भएर मैले चेक खोसेर ल्याएँ, आफ्नो हातमा ल्याएँ। चेक मैसँग छ, म चेक अनि त्यो जग्गा चाहिँ फिर्ता नगर्ने मिटर ब्याजी आएपछि मिटर ब्याजमा चाहिँ हामीले निवेदन हालिसकेपछि त्यतिखेर तपाईँको माओवादीको गृहमन्त्री थियो नारायण काजीजी होइन। अनि त्यसमा पनि धाउँदा ती सिडिओ अफिसमा मलाई हातपात पनि गर्यो। सिडिओको अगाडिमै त्यो सुरेश कुमार जलानले बदमासहरू पनि ल्यायो, उसले मलाई हातपात गर्यो, त्यो सिडिओकै अगाडिमै पिट्यो। तर त्यहाँ चाहिँ सिडिओले केही पनि हामीलाई, मैले सिडिओ साहबलाई भने तपाईँको अगाडिमा हामीले चाहिँ हातपात गरिसकेपछि पछाडिमा त यसले के गर्छ भन्दाखेरि पनि सिडिओ साहबले एक शब्द पनि त्यो किन पिट्यो, किन यस्तो किन गरिस् भनेर भनेन होइन। त सिडिओको च्याम्बरमा म पिटाइ खाएँ, तर सिडिओले एक शब्द पनि केही बोल्दिएन। त्यही सुरेश कुमार जलानको पक्षमा चाहिँ सिडिओ पनि बस्यो। अनि लास्टमा चाहिँ अब फेरि अब समय दिनु थाल्यो। प्रमाण पुऱ्याइसकेपछि अनि यो सुरेश कुमार जलानले चाहिँ पैसाको चलखेल गर्यो प्रशासनमा पैसाको चहलखेल गरेपछि पहिले त्यतिखेर सिडिओ तपाईँले प्रमाण पुगिसक्यो, अब तपाईँको जग्गा तपाईँले फर्काउनुपर्छ सुरेश कुमार जलालले भनेर भन्नु थाल्यो। अनि अब फर्किने प्रक्रिया भएपछि तपाईँको मिटर ब्याजीको साथीहरूको पनि धेरै ठुलो कमजोरी रहेछ। मिटर ब्याजीमा पनि पीडित मान्छेले जो पीडित हुन्छ त्यसले चाहिँ अध्यक्षमा राख्नुपर्छ। जिल्ला अध्यक्ष, नगर अध्यक्ष, केन्द्रीय अध्यक्षहरू बनाउनुपर्छ त्यस्ता मान्छेले। त्यसमा पनि तपाईँको पैसाको चहलखेल हुन्छ कि मिटर ब्याजमा पनि। जो पीडित छ उसले चाहिँ त्यहाँसम्म पुग्नु पाएको छैन। केन्द्रीय सदस्य बनोस् चाहे जिल्ला सदस्य बनोस्, अध्यक्ष बनोस्, त्यसमा पनि तपाईँको मिटर ब्याजी पीडितमा चाहिँ राम्रो मान्छेलाई राख्यो भने त्यसले न्याय पाउने हो। यो नराम्रो मान्छेहरू पनि धेरै त्यसमा प्रवेश भएको छ। आफ्नो फाइदा उठाउनुको लागि पनि मिटर ब्याजमा चाहिँ धेरै व्यक्तिहरू प्रवेश भएको रहेछ त्यहाँ। त्यो हिसाब किताबले अनि गृहमन्त्री अब नारायण काजीजी हुँदाखेरि उहाँको खसेपछि अनि
उहाँको सरकार गएपछि अनि रवि सर आउनुभयो, गृहमन्त्री बन्नुभयो, त्यतिखेर पनि हामीले ठुलो आश गरेका थियौँ। आश गर्दा गर्दा पनि यहाँ गृह मन्त्रालयमा पनि आएँ। गृह मन्त्रालयमा आएर उहाँको स्वकीय सचिवसँग भेटेर उहाँसँग समस्या सबै राखेँ। समस्या राखेपछि अब गृह माने कि हाम्रो यो रविजी सरकार गृहमन्त्री बन्नुभएको छ, गृहमन्त्री बन्नुभएको छ, हामीले त्यहीँ पाउँछ भन्ने हिसाब किताबले चाहिँ आशा गरेर आएको गृह मन्त्रालयमा। त्यहाँ गएपछि तर जे होस् उहाँको स्वकीय सचिवजीले हामीले चाहिँ त्यहीँबाट म मेरै अगाडिबाट तपाईँको चाहिँ सिडिओलाई फोन गरेँ, एसपीलाई फोन गरेँ, सबैलाई फोन गरेँ। राजारामले भन्छ मलाई सिडिओ अफिसमै पिट्यो भन्दाखेरि उहाँले सोध्यो त उसले भनेको चाहिँ मेरो अगाडि भएको होइन, पहिला पुरानो सिडिओ थियो उसको अगाडिमा भएको हो, त्यो सहायक सिडिओको उसमा भएको भनेर उहाँले चाहिँ धेरै कुराकानी घुमाउनु थाल्यो। तर जे होस् रवि सर हुँदाखेरि गृहमन्त्री अब हाम्रो काम होला भन्ने आश गरेका थिएँ। तर जानु एसपीमा जानु भनेर भने, सिडिओमा जानु भने त्यहाँ जाँदा नजाँदा अब उसले के भन्छ एसपीले फेरि समय सार्नु थाल्यो। समय अगाडि भोलि आउनु पर्सि आउनु गर्दा गर्दा त त्यहाँ पनि पैसा खायो। सुरेश मारेले त्यहाँ पनि पैसा खर्च गर्यो। अब पैसा जहाँ जुन ठाउँमा पुलिस प्रशासनले चोर समात्ने ठाउँमा पुलिसले एसपी सिडिओले पैसा खाइदियो भने पीडितले न्याय पाउँछ पाउँदैन नि। हामीले चाहिँ न्याय नपाएको हो। अनि ठ्याक्कै तपाईँको गृह मन्त्रालय के भन्छ हाम्रो रविजीको मन्त्रालय खसेपछि त्यहाँदेखि हामी चाहिँ अलपत्र परि अनि फेरि मोटामोटी त्यति बेलादेखि हामी चाहिँ पीडित भएर काठमाडौँ आउने जाने गर्छौँ। कस्तो उहाँ पुगेन, कुन मन्त्रालयमा पुगेको छैन, अहिलेसम्म हामीले कसैले हेल्प गरिदिएको छैन, कामै गरिदिएको छैन। अहिले फेरि हाम्रो चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छन्, उहाँलाई चाहिँ हामी पुरै देशभरिको जनता मिलेर हामीले न्याय पाउँछ भन्ने हिसाब किताबले चाहिँ उहाँलाई हामी देशभरिको जनताले सपोर्ट पनि गरेका छौँ, मैले पनि सपोर्ट गरेका छु होइन। उहाँको सरकार आयो भने हामीले राहत पाउँछ भन्ने हिसाब किताबले आश गरेका छौँ। आश गर्दै गर्दै पनि हामी गृह मन्त्रालयमा हामी छिर्ने बाटो पनि पाइँदैन। हामी आम जनता चाहिँ गृह मन्त्रालयमा छिर्ने ठाउँै देखिरहेको छैन होइन। हामी एउटा गौशाला उद्योग वाणिज्यको पूर्वाध्यक्ष भइसकेको व्यक्ति पनि त्यत्रो प्रमाण पुर्याउनु पर्छ भने हामीले चाहिँ अब त्यति हामी जस्तो मान्छे छिर्नु पाइँदैन भने धेरै मान्छे अहिले पछाडि होला, गरिबहरू हामीभन्दा पनि अलि खेतमा काम गर्ने साथीभाइहरूको पनि पीडित छन्। उहाँहरू त कसरीसम्म पुग्नु सकिन्छ, त्यहाँ सकिँदैन। त्यो हिसाब किताबले मैले चाहिँ अहिले पनि भन्छु गृहमन्त्री सुदन गुरुङ भन्नुभएको छ अहिले। उहाँले चाहिँ हाम्रो चाहिँ मिटर ब्याजीमा हो, वास्तवमा हो, मेरो चाहिँ पत्ता लगाएर म माथि म गल्ती गरेको छु भने मलाई चाहिँ सजाय गर्नु, कति वर्षको सजाय तोक्नुहुन्छ होइन भने त्यो सुरेश कुमार जलानले मसँग अन्याय गरेछ त्यसलाई छिटोभन्दा छिटो त्यो मारेलाई, सुरेश कुमार जलान भनेको त्यो मारे हो, त्यो मलाई अहिलेको त्यो सम्पत्ति 500 करोडभन्दा बढीको सम्पत्ति उसले बेइमानी गरेको छ। जबकि उसँग मैले 20 लाख रुपियाँ लिएको अनि 10 लाख रुपियाँ फर्काइ पनि सकेको छु। अनि फेरि पनि उसले 50 लाख 55 लाख रुपियाँ भनेपछि तिर्नु तयार भएँ। मैले नतिर्नु तयार भएको होइन, म तिर्नु तयार भएको हो कि तिम्रो जति हिसाब निस्कन्छ ल्याऊ, मेरो जग्गा फिर्ता गरौँ भनेर भन्दाखेरि त्यति जग्गा पनि उसले अहिलेसम्म फिर्ता गरेको छैन। मलाई चाहिँ धेरै गाह्रो हो। म काठमाडौँ कतिचोटि आइबस्ने, तपाईँको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा फुल बहुमत आएको छ। हामीले सबै जनता मिलेर बहुमत दिलाएका छौँ। हामी आश गर्दैछौँ तपाईँले चाहिँ हाम्रो काम पक्कै गरिदेला भनेर भरोसा गर्दै आशा राख्दै म